साथीहरु नमस्ते। आज पनि JLPT N2 लेभलकै फेरि ग्रामर लिएर आएको छु। ग्रामर रहेको छ वो चुजिते, वो तोसिते, चुजिते हैन। के हो त यसको नेपाली मिनिङ? आउनु सुरु गरौँ। माध्यमबाट, मार्फतको सहायताले अथवा भरि भन्ने पनि हुन्छ है। हेर्नुस् है त स्ट्रक्चरमा हेर्नु भयो भने नाउन वो चुजिते भन्ने छ है त। अब यहाँ हेर्नु भने त तरिकाको माध्यम हैन, साधन चीजको माध्यम जस्तै मार्फत द्वारा को माध्यमबाट भनेर यहाँ पनि इंग्लिशमा पनि छ है। अब हेर्नु त समयभरि हैन, सारा अवधि भने बुझ्नुहुन्छ नि, पुरा समयभरि अथवा सधैँ भन्ने खालको है। अब हेरौँ त के रहेछ भने हेर्नुस् है, इन्टरनेटो वो चुजिते सेकाइनो जो होगा तेनी इरेरु भनेर भन्ने। इन्टरनेटो वो चुजिते भनेको इन्टरनेटको माध्यमबाट यसरी बुझ्नु पर्यो। संसारको के हो त जानकारी पाइन्छ है त। तेनी इरेरु भनेको पाउनु है, हात पार्नु हैन, पाउनु है त। इन्टरनेट मार्फत विश्वको जानकारी पाइन्छ है। अर्को दुईमा छ तोमोदाची वो चुजिते खारेतो सिरियाइमासिता। तोमोदाची वो चुजिते नाउन वो है, तोमोदाची वो चुजिते खारेतो सिरियाइमासिता भनेर भनेको चाहिँ साथी मार्फत म उसँग परिचित भएँ अथवा उसलाई चिने, उसँग चिन्जान गरेँ भयो भनेको है त। सानबानमा छ इचिनेन वो चुजिते कोनोमाची वा आताता खाइ भनेको। अब चुजिते भनेको माध्यम मात्रै होइन, भरि पनि भनेको थियो। के भरि त भन्दा 1 वर्ष भरि समय अवधिको कुरा बुझ्नु पर्यो। यो सहर वर्षैभरि न्यानो हुन्छ। ल खारे वा सिगोतो वो चुजिते सैच्यौसिता भनेर भनेको छ। भनेको उनले काम मार्फत धेरै विकास गरे भनेर भन्न सकिन्छ। कोनो कोवेन वा सिकियो चुजिते उचुकुसी। यो पार्क चारै ऋतुमा चाहिँ के हुन्छ? ब्युटिफुल हुन्छ, सुन्दर हुन्छ। ल चुजितेको मिनिङ के हो त? र तोसिते एउटै हो है त। मार्फत भनेर चाहिँ सहायताले अथवा कुनै समय अवधिमा भरि, त्यो समय भरि, 1 वर्ष भरि, त्यो ऋतु भरि, त्यो सिजन भरि हैन, अथवा इन्टरनेट मार्फत, साथी मार्फत हैन भन्दा चाहिँ नाउन वो चुजितेको प्रयोग गरिन्छ। हस्त साथीहरु, भिडियो कस्तो लाग्यो? कृपया राम्रो लागे लाइक, शेयर, कमेन्ट गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।